नेपालीको पक्षमा काम नगर्ने निश्चित थियो र त्यही हो परिणाम के पायौँ हामीले भ्रष्टाचार पायौँ अनाचार पायौँ कुशासन पायौँ नेपाल र नेपालीले दुःख पायो जस्तै तपाईँले यो भन्दै गर्दा तपाईँहरू के भन्दै हुनुहुन्छ भने राजासहितको हिन्दू राज्य फाल्ने कुनै पनि जनताको चाहिँ धारणा थिएन कुनै जनताले त्यो कुरा भनेको पनि थिएन तर उनीहरू भन्छ जनता बीचबाटै आएको कुरा हो जनताले नै यो चाहिँ राज संस्था चाहिँ उखेलेर फालेको हो यो चाहिँ मरिसकेको चिजलाई बिउजन अब सकिँदैन जसको सास गइसक्छ फेरि उसलाई सास भर्न सकिँदैन भन्छन् यो गलत कुरा हो कसरी गलत कुरा भने समाजले जहिले सुकै सामाजिक कार्यहरूको खोजी गर्छ जब यिनीहरूले समाजको पक्षमा नेपालीको पक्षमा काम गर्दैनन् तब अर्को यसका विकल्पमा केही खोजी हुनु स्वाभाविक कुरा हो अहिले नेपालीले खाना पाएका छैनन् खाना छाना नाना शिक्षा स्वास्थ्य स्वरोजगार केही पनि छैन यी सबैबाट नेपालीहरू वञ्चित छन् त्यो वञ्चित भएको असहाय नेपालीले जरुर अर्को व्यवस्था खोज्छ त्यो व्यवस्था 250 वर्षदेखि पृथ्वीनारायण शाहले जुन एउटा यो राज्य निर्माण गर्नुभएको थियो त्यो राज्य निर्माणबाट निरन्तरता अहिलेसम्म दिएको साखलाई हेरेर नेपालीहरू फेरि पनि राज संस्थाको पक्षमा आएका छन् जस्तै मैले यसो देखेअनुसार आजको यो उपस्थिति जुन देखिएको छ नेपाल सरकारले अहिले तपाईँहरूलाई त प्रतिबन्ध नै धेरै ठाउँमा लगाए जम्मा काठमाडौँ भरिमा 3 ठाउँमा मात्रै तपाईँहरूलाई चाहिँ आमसभा गर्ने स्थल तोकिदिएको छ आज माइतीघर मण्डला जान नपाउने अवस्था बनाइदियो राजदरबार एरिया नजाने ठाउँ अवस्था बनाइदियो तपाईँलाई चाहिँ रत्न पार्कको एरियामा तपाईँहरूलाई चाहिँ आन्दोलन गर्न नदिने अवस्था बनाइदियो भिरकुटी मण्डपमा नदिने अवस्था बनाइदियो अब के गर्नुहुन्छ पहिलो कुरो तपाईँको कुरो छोटो कुरोमा जवाफ दिइहाल्छु र हामी यो कुरालाई अमान्य गर्नेछौँ यो जुन यिनले निषेधाज्ञा भन्छन् यो निषेधाज्ञाभन्दा हामी अगाडि बढ्नेछौँ यिनको शक्तिलाई तोड्नेछौँ र अगाडि बढ्नेछौँ तर कुरा के त भन्दा हामी सुरुमा छौँ यिनका कर्तुतहरू हेर्दैछन् दुर्गा परसाई रविन्द्र मिश्र धवल शमशेरहरूलाई वाहियात मुद्दा लाउने लगाएर थुन्ने दुर्गा परसाईहरूलाई थुनिराखेकै छ अरू ठुटाहरू पशुपति खड्का सन्तोष राजा आदि मुनिन्द्रहरूलाई पनि लगाएर थुनिएको छ त्यसपछि भएन भनेर एउटा लामो यो देशलाई नेतृत्व प्रदान गरेर उप प्रधानमन्त्रीसम्म भइसकेका गृहमन्त्रीसम्म भइसकेका कमल थापालाई रोडमा घिसारेर लान्छ स्वतन्त्रताको अभिव्यक्ति भनेको त्यही हो गणतन्त्र त्यही हो त्यसकारणले यहाँ प्रश्न चिन्ह उब्जिएका छन् 87 वर्षको संयुक्त जनआन्दोलन समितिको